हेलो साथीहरु नमस्ते। अहिले चाहिँ फेरि मैले एउटा टिकटक के अरे युट्युबमा एउटा म भिडियो अपलोड गर्दैछु। विशेष गरेर यो लामो समय पछाडि हामी घुम्ने जाने डुल्ने क्रममा चाहिँ यो बस फेरि हामी आज दाजुभाइ चाहिँ हामी यसो निस्किया छौँ। अब यो कहाँ जाँदैछौँ, कसरी जाँदैछौँ, के परेर जाँदैछौँ भने पक्कै खुसीको कुरा भन्दा होइन, र पनि जाँदै गर्दाखेरि चाहिँ एउटा रमाइलो किसिमको एउटा भिडियो अपलोड गरौँ न त भन्ने कुरो हाम्रो दाजुभाइको सल्लाह भयो। हाई एभ्रीबडी, नमस्ते। अनि आई एम ड्राइभिङ, सो म चाहिँ एकदम कम बोल्छु, म ड्राइभिङ छु। आजको हाम्रो यात्रा चाहिँ कुनै सुन्दर पहाडमा जाँदैछौँ। अब सुन्दर पहाड कहाँ भाइले पछि बिस्तारै अपडेट गर्दै होला। थ्याङ्क यू, धन्यवाद। यो ड्राइभरलाई अब ड्राइभिङ गर्नेलाई अब धेरै डिस्टर्ब पनि गर्नु हुँदैन। अब यहाँ हामी आज त्यस्तै परेर बिहान लगभग 8 बजी इटरीबाट निस्केका थियौँ। घरमा खाना खायो भने अहिले 4 अलीबाट उकालो बाटो लागेछ र हामी जाने थियो अझै निकै छ अगाडि। र त्यो बिचको क्रममा हामीले देखिने जस्तो यो पूर्वको सिन कस्तो हुन्छ, कल्चर कस्तो हुन्छ, चिया बगान भनेको के हो होइन, त्यस्तै कुटी डाँडा होइन, अनि यो मोती डाँडा पनि गइहाल्छ। अब यो हामी घुम्दै जाँदाखेरि लाग्छ कुनै एउटा छुट्टै युरोपियन अथवा अमेरिकन कन्ट्रीहरूमा चाहिँ होइन, त्यो बाटोमा चाहिँ ड्राइभ गरे जस्तो, घुम्न गए जस्तो, डुल्न गए जस्तो देखिएला। नितान्त त्यो होइन, यो झापाकै पूर्वको एउटा शानदार एउटा यो बर्नी भन्ने ठाउँ छ। यो लगभग हामी इलाम र झापाको झन्डै बोर्डर एरियामा पर्छौँ। अब लगभग हामी यहाँबाट 500 मिटर अगाडि गइसकेपछि चाहिँ इलाम पुगिन्छ। त्यो ठाउँ हो, तर देख्दाखेरि चाहिँ मान्छेले अब कता कता पोस्टरमा देखिन्थ्यो है पहिले, हो त त्यस्तो कुराहरू थियो। तर त्यो रियल हो, यहाँनिर अब हामीले हेर्न पाउँछ। कहिलेकाहीँ तपाईँहरू घुम्न आउँदाखेरि यो भिडियोलाई पनि फलो गर्नुभयो भने जस झापादेखि इलाम कन्यामसम्मको डिटेल्स पाउनुहुनेछ। यो सर्लको म सानो अपडेट दिन्छ। यो चाहिँ अब ठ्याक्क हामी झापा सकेर जोर कलशको थियो। जोर कलशबाट हामी चाहिँ यो इलाम जिल्ला अब ठ्याक्क हामी अगाडि बढ्दैछौँ। अहिले चाहिँ हामी झापा र इलामको बोर्डरमा थियौँ भने जोर कलशबाट हामी अगाडि बढ्यौँ। यो अगाडि भनेको इलाम जिल्ला हो। अब यहाँबाट चाहिँ नितान्त हामी ड्राइभ भनेको हाम्रो पहाड भन्दैछ। यो ड्राइभमा चाहिँ अब अलिकति यो धनकुटा भेटारभन्दा अलिकति बाटो सानो बाटो। तर हामी कस्तो भने अब दाजु चाहिँ यो बाटोमा हिँड्नको लागि चाहिँ पहिलेदेखि हिँडिरहेको भएर र आफ्नै ठाउँ भएर पनि कतिपय कुराहरू अपडेट भएकोले गर्दा हाम्रो त्यस्तो अप्ठ्यारो छैन। र जो कोही पनि आउनुहुन्छ अलिकति सावधानी अप्नाउनु, सानो बाटो छ। जो कोही पनि अब यो भिडियो हेरेर फलो गरेर आउनुहुन्छ भने चाहिँ अलिकति यो बाटोको विषयमा चाहिँ अलिकति अप्ठ्यारो छ है। अलिक सानो ठुलो गाडी आएको बेला चाहिँ सानो गाडीलाई पनि साइड अलिकति साँगुरो पर्छ, नातिगत हिँड्नुपर्ने हुन्छ। ल चिसो ल्याउने भिडियो क्या नै अहिले चाहिँ हामी यो जोर कलशभन्दा अलिकति माथि आइसकेपछि भनेको यो 3-4 किलोमिटर आइदिएपछि मैले भन्न खोजेको थिएँ अब हुसे चाहिँ देखिन सुरु भयो। अनि आज फेरि वेदर चाहिँ कस्तो छ भने अलिकति पानी परिसकेको रहेछ, रोडहरू पनि भिजाएको होइन। अब इलामको त त्यसै पनि अब हरियाली भनेर चिन्नु नै हुन्छ। अब पानी भर्खर परेर पनि हुसे बोल्यो अथवा कतैतिर हुसे लागेर यहाँ पनि एउटा राम्रो रिसोर्ट छ है, जङ्गल भ्यू रिसोर्ट यता कुटी डाँडा नपुगे 4 किलोमिटर तल। कुटी डाँडा लगभग 4 किलोमिटर पोरै छौँ है। कुटी डाँडा भनेको चाहिँ हाम्रो माथि सानो पाटीहरू जाने बाटो हरकटे है, त्यो होइन हरकटे होइन, यो कुटी डाँडा सानो पाटी र पाटी राखेको चाहिँ एउटा ठुलै नै उयो छ, धार्मिक स्थल हो। अहिले लु यताको मौसम चाहिँ यो तल चाहिँ अब देखिएको तराई बेल्ट हो। अब देखिँदैन कि हेर्नु अगाडिको हामी जति घुम्छौँ जति डुल्छौँ मलाई चाहिँ वास्तवमा कस्तो लाग्छ भने नेपालको प्रकृतिले चाहिँ सबैभन्दा ठुलो देन यहीँको छ जस्तो लाग्छ। हामी अन्य
पर्टीमा डुलिरहनु आवश्यकता पर्दैन। तपाईँलाई कस्तो लाग्छ यो? एकदमै यो हाम्रो चाहिँ सर्ट डिस्टेन्स। अब यहाँबाट 15 किलोमिटर तल जाँदा घाम लागिरहेको छ, गर्मी छ। 15 किलोमिटर माथि आउँदा चाहिँ अब यस्तो यहाँ चाहिँ हुस्सु कुहिरो छ। मलाई पनि एकदमै इन्जोय गर्छु। त्यहाँमाथि मेरो सबैभन्दा ठुलो हबी भनेकै चाहिँ ट्राभल हो। अब हामी दाजुभाइले पनि एकदमै धेरै यो लगभग 20 वर्षमा हामी धेरै राष्ट्रियदेखि अन्तर्राष्ट्रियसम्म पनि घुमिसकेका छौँ र इलाम चाहिँ मेरो बेस्ट फेभरेट बच्चादेखिको ठाउँ हो। अहिले पनि म आई लभ एकदम मनपर्छ। तपाईँहरू पनि इन्जोय गर्नु है। मेरो भाइले देखाउँदै जान्छ। हामीले यो बुझ्ने भनेपछि कस्तो हो भने धेरै ठाउँमा घुमिएला डुलेला रमाइलो गरिएला राष्ट्रिय अन्तर्राष्ट्रिय भएर, तर नेपालको यति सुन्दर प्रकृति यति सुन्दर छ जुनकोहरू हामीले व्याख्या गर्नै सक्दैनौँ। मलाई लाग्छ हाम्रो आन्तरिक पर्यटन नै सबैभन्दा बेस्ट र हामीले खुसी हुने पनि यही हो, रमाउने पनि यही हो जस्तो लाग्छ। फाइनल्ली यो कुटी डाँडा यहाँ छ नि, कुटी डाँडा है। यो खिच्छ यस्तो पूर्वको चाहिँ विशेष गरी यो छ क्या, यो डिजाइन चाहिँ हो। यहाँ चाहिँ कुटी डाँडा भन्छ। यो तपाईँलाई खास थाहा छैन। यो अगाडि देखिएको बाटो चाहिँ हामी पाथिभाराको दर्शन गरेर यो फर्किने बाटो। अहिले पाथिभारा सानो पाथिभारा जाने अगाडि छ होइन। यो अगाडि यहाँबाट विशेष गरी चाहिँ एकदम वेदरले चाहिँ अब यहाँ आज पनि एकदम ठिक लाग्छ। आज त वेदर बेस्ट छ नि, एकदम बेस्ट छ है। यहाँ अब इन्डियन गाडीहरूदेखि लिएर नेप्लिजहरू इन्डियन्सहरू है धेरै आउने ठाउँ। यहाँबाट एउटा अहिले देखिएछ भने हामी बादल माथि छौँ, बादल चाहिँ तल छ अहिले। यसो अहिले म ठाउँ पायो भने म तपाईँहरूलाई देखाउँछु। र फर्स्टमा यो अब फेरि यहाँ पाथिभाराको दर्शन गर्ने चाहिँ बाटो दुईवटा छ, जाने बाटो र फर्किने बाटो एउटै छैन। यहाँबाट एउटा दर्शन गऱ्यो, यो पोखरी साइडको बाटो यो अहिले देखिएको छ बाहिर आउने हो। यो माथिबाट चाहिँ यसरी जाने हो, यहाँ चाहिँ जाने पोइन्ट हो भने उता फर्किने पोइन्ट अलिक कुटी डाँडा भन्ने अगाडि। अब यस्तो छ यहाँ हेर्नुहोस् है। अब ट्याङ्क लगाएर चाहिँ यो बादल चाहिँ तल छ, हामी चाहिँ अब डाँडा माथि छौँ होइन। थोरै अगाडि किलोमिटर गइसकेपछि हामी कन्या पुग्छौँ। मलाई लाग्छ अगाडि पानी पर्दैछ यहाँ, किनभने साथीहरू आउँदा रेन्टले छोडेर भिजेर आइहाल्छ। आज पानी पऱ्यो भने हामीलाई चाहिँ अप्ठ्यारो छैन गाडीमा जानु। निकै खुल्ला देखिन्छ डाँडा। यो हरगट्टेको डाँडा, हरगट्टे भन्ने सुनिन्छ। हरगट्टेको तरकारी नै मिठो हरगट्टेको चिसो पानी यहाँको अर्ग्यानिक। र यो माथिदेखि यो सल्टको बोटहरू रमाइलो छ। पानी पर्छ होला बाटो। हाम्रो डेस्टिनेसन ठ्याक्कै पारि है भाइ। यो पारिपट्टि बादलले ढाकेको यो हामी पारि पारिको त्यो टावरहरू देख्छौ नि, ठ्याक्कै हामी त्यहीँ जाँदैछौँ। ठ्याक्कै चाहिँ टावर अब के लाग्छ यहाँ कस्तो वेदर भनेर। अब यो तलदेखिको एकदम फुलेको हाम्रो तराईको माटोहरू देखिने ठाउँ हो। अब अलिकति हामी जाने भनेको त्यो अगाडि तिनगरे भन्ने ठाउँ छ। यहाँ चाहिँ हेर्नुहोस् तरकारी एकदम अर्ग्यानिक तरकारी र विशेष गरेर हामीले यो अचार खाने ठुलो खालको काँक्रा चाहिँ यहाँनिर पाउँछ इलाममा। लगभग एउटै काँक्रा चाहिँ 12-15 किलोकोसम्म हुन्छ। त्यो काँक्राहरू पाउँछ, राम्रो खालको पाउँछ त्यो। अनि पश्चिममा पाउने काँक्रा र यो पूर्वमा पाउने काँक्राको चाहिँ एकदम डिफ्रेन्स, कलरै डिफ्रेन्स, स्वाद पनि डिफ्रेन्स होइन। त्यस्तो पाउँछ यहाँ। यो चाहिँ अब विशेष गरेर अर्को कुरा देखाउनु पर्छ तपाईँलाई। अब यहाँ सब्जीको लाइन पनि देखाइदिएको यसरी हरगट्टे बजार। अर्को कुरो यहाँ देखिन्छ होला स्काई वाक देखिन्छ होइन। अब यहाँबाट हामी स्काई वाक पनि हेर्छौँ। यो स्काई वाक आज हामी गर्दैनौँ, भ्याउँदैन, हामी अलिक टाढै दिनु छ। यो स्काई वाक चाहिँ यहाँको विशेष गरेर वैदेशिक रोजगारमा जाने महिलाहरूले निर्माण गरेको भन्ने कुरो थाहा छ हामीलाई होइन। यो यहाँबाट देखिन्छ सायद लगभग। अब हामी अलिकति यो डाँडा हरकटे बजार कट्ने बित्तिकै अहिले हरकटे बजारमा छौँ हामी। अब आइसकेपछि
सेकेन्ड मार्केट कुटी डाँडा र यो हर्कटे स्काइवाक देख्न थाल्यो है अबदेखि स्काइवाक त छैन छ यो अगाडि माथि यो देखिएको छ नि टावर छ यो देखिएको छ त त्यही भयो कि अनि सिसा छ नि सिसा छ यो ठ्याक्कै यो देखिएको छ नि यो स्काइवाक यो हुन्छ भनेको यहाँ देखिएको छ यो वर्ल्डबाट हामी यो फाँट देख्छौँ ल स्काइवाकबाट हामी यो फाँट हेर्ने हो यो ट्याक्क यस्तो वेदर खुलेको छ अहिले अनि यस्तो राम्रो ठाउँ छ यो हो अब पूर्वको रानी रोयल प्लेस भन्छ यसलाई होइन रोयल अब क्विन भन्दा पनि मिलो रोयल किङ भन्दा पनि मिलो यो प्लेसलाई चाहिँ अब हामीलाई चाहिँ असाध्यै मनपर्छ यहाँहरू अब कोही यो भिडियो हेरेर तपाईँहरू फलो भएर आउनुभयो भने सायदै तपाईँले नेपालमा पनि यो ठाउँ यो प्लेस छ जस्तो स्विजरल्यान्ड जस्तो छ नि यो स्विजरल्यान्ड अब यो चाहिँ पक्कै पनि कुनै कुनै हाम्रो नेताहरूले भन्ने कुरो स्विजरल्यान्ड तर कुनै कमी छैन ल स्विजरल्यान्ड यहाँको बनावटी यहाँको प्राकृतिक सौन्दर्यता यहाँको मौसम होइन स्विजरल्यान्ड यहाँको रहनसहन र बसोबास यहाँको कल्चर स्विजरल्यान्ड भन्दा कम चाहिँ छैन यहाँको गाउँहरूको बसाइ यहाँहरूको डिजाइन होइन राम्रो छ कहिले काहीँ आउनुपर्छ कहाँ आयो त दिन त गइहाल्छ के लाग्छ यो डाँडा काँडामा बाबिएको बोर्ड जस्तो लाग्छ कि यो चाहिँ चिया बगान हो है यो अहिले देखेको त यो चिया बगान मात्रै ल यो कहिलेकाहीँ चाहिँ यस्तो हुन्छ प्राकृतिक देखिसकेपछि अटो ऊर्जा के यो यसलाई ऊर्जाले भरिएको भन्छ यो ऊर्जाले है यो प्रकृति देखिसकेपछि हामीलाई यत्रो उत्साह ऊर्जा चाहिँ हुन्छ फर्काइदिन्छे मैले फर्के होइन कहिले तारा झर्देऊ कि माया बसाइ सर्देऊ कि माया पिरतीमा बैन मर्देऊ कि माया पिरतीमा बैन मर्देऊ कि अब यो भाइ यो अन्य फोटो सेसन फोटो डेस्टिनेसन उहाँ कपालको फोटो हेरौँ अन्य भाइ हाम्रो वान अफ द बेस्ट डेस्टिनेसन उसैले अहिले चाहिँ यो हनुमानले ग्यास छोडेको पनि भन्छन् यहाँको लोकल भाषामा चाहिँ होइन हनुमानले ग्यास छोडेको जलाएर ग्यास छोड्छ हामी आउँदा त्यस्तो भनेको कन्यामको यो चाहिँ अहिले एउटा पार्किङ स्टेट यहाँ पार्किङ अनि यो चाहिँ लकडाउनलाई चाहिँ छोलियो अब हेरौँ है घोडा चढी यो घोडा बाइपङ्की घोडा अब मेन डेस्टिनेसन के देख्न पाइएन भने आज हामीले माथि लकडाउन चाहिँ यहाँ माथि लकडाउन छ यो अन द वे देखाइदिनु देखियो हल्का देखियो ल देखियो ल झन्डा देखिराख्छ झन्डा देखियो यहाँ चाहिँ कपाल जाने ठाउँ है यो चाहिँ कपाल जाने ठाउँ भएकोले गर्दाखेरि लकडाउन है यो चाहिँ अब यस्तो रमाइलो अब कस्तो अब यहाँ भन्दै गर्दा मलाई अलिक अप्ठ्यारो लागेको चाहिँ तर निकै गर्मी थियो अब यो टी सर्टमा आएको छु म होइन अब हामी पनि टी सर्टमै छौँ कस्तो अप्ठ्यारो पर्ने हो भने पाहुना पनि जाँदैछौँ टी सर्ट पनि बोकेका छौँ अब गएपछि जाडो हुने धेरै सम्भावना छ अनि गलेर आयो भने पेटतिर छिर्ने अस्ति स्ट्राटेजी हाम्रो त्यही हो अहिले पनि यस्तो बनाएको छ यहाँ हेर न कति ब्युटिफुल छ यहाँ यो के भन्छ ट्रेन यो ट्रेनहरू यस्तो कलरफुल छ है कलरफुल रेडको ट्रेनहरू ल हेर्नु है वास्तवमा इलाममा धेरैवटा थपिँदै गर्दाखेरि निकै अचम्मका कुराहरू पनि थपिन्छ थपियो काहीँ नभएको कुराहरू छ नि यो बोर्ड डिजाइनदेखि लिएर रोड डिजाइन होइन
अनि वाल डिजाइन होइन यहाँ एक्स्ट्रा छ नि त होइन हो नि यी बाटो अघि यस्तो साँगुरो बाटो नि यो है यहाँ साँगुरो बाटो यहाँ चाहिँ अलिकति पश्चिम पाराले यहाँ चाहिँ अलिकति गाह्रो छ बाटो कुनै विदेशको एउटा सिन जस्तो देखिन्छ है हेर त्यो अगाडि हेर्दै थियो तल देख्यो डाँडाको तल देखियो यो त निकै अर्ग्यानिक चिया जस्तो देखियो यार कलरै फरक छ होइन कालो चिया है यहाँको चाहिँ चिया राम्रो छ भाइ है हेर त यो पनि कालो न कालो छ यार मामालाई अस्ति कतिले चिया पठाइदिनु भएछ यार पानी परेको हल्का हल्का सिमसिम वेलकम गरेको हामीलाई फाइनल्ली हामी चाहिँ हाम्रो डेस्टिनेसन हाम्रो चाहिँ यात्रा आज 3 घरेसम्म मात्रै नि हो यो 3 घरे बजार हो अहिले हामी आइपुगेको अब यहाँबाट इलाम बजार 30 किलोमिटर इलाम हामी बजार पुग्नु पर्यो भने तरकारी निकै उत्पादन हुने ठाउँ है हो एकदमै अब हामीले यताको मेन बाटो छोड्छौँ अब हामी यताबाट हामी ट्राभल बाटो चढ्छौँ सम्झना फर्केको नि ल बाई बाई म आउँदैछु त्यहाँ ल परेबाट दियो त बहिनी हो मामाको छोरी झन् हामी 3 ठाउँ मध्ये एकदम मामाको छोरी अहिले चाहिँ म चाहिँ यो चाहिँ चियाको राजधानी हाम्रो पूर्वमा चिया अलैँची अम्लिसो होइन बोलन र अदुवा सबै छ होइन यहाँ अहिले हामीले देखेको हाम्रो वरिपरि पनि सबै चिज छ फेरि हामी चियामा छौँ अलैँची त्यहीँ छ अझै एउटा थप्यो चाहिँ अकबरे खोर्सानी पनि छ लु हेर्नु हामी कुन ठाउँमा आएको यो तपाईँ लु अगाडि हिँड्नु त हामी चाहिँ अहिले ठ्याक्कै 3 गरे 3 गरेको नि जर्सी गाउँ यसको यहाँको खासियतको विषयमा थोरै बताउनु ल यो गाउँको विषयवस्तुमा के छ कसो छ तपाईँले योभन्दा अगाडि बुझेका कुरा जानेका कुरा के हुन् ल भन्नु अब यहाँ चाहिँ यो एउटा बजारको छेउमा रहेको ग्रामीण समाज हो यो जर्सी गाउँ भनेको चाहिँ मेन इलामको हाम्रो मेची हाइवेबाट 1 किलोमिटर भित्र छौँ हामी यहाँको चाहिँ प्रायः मानिसहरू चाहिँ खेतीपातीमा नगदे बालीमा चाहिँ एकदमै पोख्त हुनुहुन्छ पहिल्यैदेखि हामीले ठुल्ठुलो इस्कुसको झाङहरू अहिले देख्न सक्छौँ हामीले अम्लिसो देख्न सक्छौँ अदुवा देख्न सक्छौँ यहाँ अकबरे देख्न पायौँ र यहाँको चाहिँ सबै जति पनि जनजीवन छ सबै नगरे बालीमा चाहिँ एक्टिभली एकदम सक्रिय रूपमा चाहिँ उहाँहरू लाग्नुभएको छ यहाँ चाहिँ नगदे बालीलाई चाहिँ एकदमै ठुलो प्राथमिकता राखेर जनजीवन पनि उकास्नुभएको छ म भाइलाई सोध्न चाहन्छु यो के हो थाहा छ नि यसलाई तिते भन्छ क्या होइन होइन तिते भन्छ यसलाई यो हजुर बी तिते पनि भन्छ बी पनि भन्छ मेरो फेभरेट है यो फेरि यो गाउँ घुम्दै आउँदाखेरि वास्तवमा एउटा यस्तो चिज भेटेँ मैले यस्तो चिज देखेँ यहाँनिर है मलाई चाहिँ अत्यन्तै मनपर्ने ल मेरो फेभरेट यहाँ बी भन्छ कतै तिते भन्छ होइन यो यहाँ खेती नै रहेछ यो टन्न यो खेती नै रहेछ यहाँनिर यो चाहिँ मलाई एकदम मनपर्ने ल गाउँमा अहिले यो 3 घरे मावली गाउँमा आइयो यस्तो छ यहाँ हामी गाउँ घुम्दैछौँ अहिले चाहिँ यो गाउँ चाहिँ
यो चुचे गरेला होइन फल्ने बेला भयो नि यो चाहिँ भाइ जीवन मामाहरूको आफन्तर हुनुहुँदो रहेछ उहाँहरू पनि सुरुमा माथि निक्लिनु हामी स्टार्टिङ घर ल अब गाउँ घुम्दै हामी यो चुचे खेती पनि खेती गर्दा अब गाउँमा जता छ र जता फलो होइन त्यति फल्ने ठाउँ यस्तो त्यहाँदेखि ओहो ओहो यो फेरि अघि पनि भिडियो बनाएको यो त फेसा नै हाम्रो गाउँघरमा त्यो बारीमा तरुल उम्रे जस्तै रहेछ माछा पोखरी पनि रहेछ पाहाड भन्नु मात्रै चाहिँ यो तराईको है सबै कुरो देखिन्छ रहेछ यहाँ ल अर्ग्यानिक कुरा होइन त अम्लिसो अब अम्लिसो भयो अब यो के भन्ने के उम्रिने ठाउँ सिमसाग पनि मजाले खेल्नु यो गाउँमा ट्याङ्क बनाइबन्दै पानी परेको यहाँ अब यसरी गइने छ होइन अब लडिन्छ नि त लड्ने सम्भावना धेरै छ अब यसरी अब पछाडि पनि यसरी लड्दैछ होइन गर्ने सम्भावना तर म लडिनँ अहिले त लडिनँ म अब हो र हामी यो अहिले इस्कुसको झाम मास्टरबाट चियाको झाम गाउँको चिया यो चाहिँ व्यावसायिक होइन ए यो डल्ले खोर्सानी तिते यो के अरे सामुन्ने रहेछ यो मलाई मनपर्ने होइन चियाको बोट दाजु हामीलाई कस्तो लागिरहेको यो गाउँको आजको हाम्रो यो घुम्दा हामी सधैँ सहर बजारतिर घुम्थ्यौँ होइन आज हामी गाउँमा छौँ यहाँ फेरि हामीलाई कसै हामीलाई यहाँ म हिँडेँ त अब यस्तै लडिन्छु कि यस्तै लडिन्छु भन्न चाहिँ मिल्दैन होइन बाटो बाटो चाहिँ यस्तो छ रोड बाटो पिच बाटो होइन नि गाउँमा यहाँ न हामीलाई गाइड चाहिए होइन न हामीलाई हराइएला भन्ने डर छ होइन केही छैन त हराइन्छ भन्ने डर हो जता पनि घुमिरहेको सायद यो भिडियो हेरेपछि त जो कोही पनि गाउँ घुम्न पुग्छ होला गाउँ चाहिँ घुम्नुपर्ने बाटोमा छैन नि त यहाँ त हामीलाई नेटवर्क पनि नहुनु पर्यो आज है आनन्द यहाँ चाहिँ इस्कुस र त्यो दुईवटा सँगै रहेछ है बाबु के त्यो चुचे गरेन गरेर यहाँ चाहिँ कहाँ कहाँ किनेर खाने पनि कुरा भयो कुरा गर्दै हुन्छ मागेर खाने कि किनेर खाने भनेर होइन कुरो मिलाउँछ नि त मिनाहरू हुन्छ नि मिना अहिले त माथि चोकमा घर छ नि दुध किसान अगाडि उनीहरू मेरो आमा त पहिलादेखि आउनुहुन्थ्यो अब हाम्रो रगतको साइनो त होइन हाम्रो टमाटर कुन चाहिँ हेऱ्यो त्यो कतिको मन पर्छ यो कतिको पर्छ एउटा दिनु न हामी दुईजनालाई पुगिहाल्छ कतिको मन पर्छ पुग्छ अनि बाटोमा खाँदै हिँड्ने हामी त यी गफ गर्दै खाँदै हिँड्ने नि टिपेको भिडियो त खिच्न पाइएन नि त फेरि किनेको जस्तो भयो हामी त यहाँ नि काटेर खाँदै पो जाने यस्तो काट्ने नेवार
आइपुगे म पनि केही गर्नलाई सबैलाई सम्झना मनबाट नै आशा छ माया यो नमरोस् मेरो तन अहिले यहाँ भए नि मन बने सानानी उतै छ हाम्रो नेपालमा हजुर कति यो रसिलो रहेछ क्या भयङ्कर मिठो दिनमुनि घर नेवारको यता होला सम्झन्छन् होला नि मलाई पनि मेरो तनाइले यहाँ भए नि मन भने सानानी उतै छ हाम्रो नेपालमा हाम्रो नेपालमा अनि यस बेला त अनि सुरक्षा नभएकोलाई हामी जस्तो मान्छे देख्यो भने त अहिले गाउँमा चोर पसेछ भन्दा त भन्दैन नि हामीलाई ए अँ मराउमा आएको भन्नु पर्यो मराउमा आएको साथीहरू बाटोमा हिँड्दा ढुङ्गाको बाटो हिँड्थ्यो होला होइन यहाँ चाहिँ हामी तरकारीको बारीको इस्कुस झरेर नि उद्यो झरेर हेर्न उद्यो झ्यालमुनिको बाटो यसरी हिँड्नु पर्ने फेरि अब यत्रो इस्कुस फलेको छ उहाँ घरमा खाने छैन भने जस्तै म किनेर खानुपर्छ हेर त यहाँ झरेर मेरो बेटी लो मेरो बेटी लो सन्चै छु म पिर नलिनु है समयले कहाँ पुर्याइदियो खै मेरो तन अहिले यहाँ भए नि मन भने सानानी उतै छ हाम्रो नेपालमा अहिले चाहिँ म अब यो हाम्रो कृषक भएर होइन हामी अब तरकारी टिप्दैछु तरकारी टिपेर चाहिँ अब मामाको बारीमा मामाले पल्लै छेउमा ढाड दुखेर आइसक्यो टिप्न त सजिलो हुँदो रहेछ यस्तो फल्दो रहेछ यहाँ टिपेर सार्दै छैन सानो सानो छैन फेरि यो चाहिँ अब यहाँ मामा घर आइयो घरतिर लानलाई कति लाने भन्ने बोरातिर राख्दैन सबै टिपेर लानु गाह्रो छ जरादेखि मुन्टादेखि पत्ता पनि काम लाग्यो होइन भाइ यो पत्ता के को लागि यो पत्ता के को लागि चारो जरा उसिनेर दाना पकाएर मुन्टा भुटेर होइन त्यो
धन पनि दिन्छु यो तन पनि दिन्छु बाजेले सँगालेको धन पनि दिन्छु साथ दिन्छु जन्मभर अब एको